मेरो लड्डु मेरो लड्डु होइन थियो। सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। सो हेलो एभ्रिवान, गुड आफ्टरनुन सबैजनालाई स्वागत छ हजुरहरूलाई मेरो फेसबुक पेजमा। यहाँ चाहिँ म जाँदैछु मामा घर गाइस। मामा घर चाहिँ मेरो हो डिगबोई टिङ्राई नाजिराटेक गाइस। यहाँ चाहिँ म मामा घर पुगिसकेको छु। यो चाहिँ मेरो मामा घरको भट्टा हो है गाइस। अनि यता चाहिँ मेरो मम्मी भाइ म जाँदै थिएँ। अनि भाइ चाहिँ यहाँ बहिनीहरूलाई देखेर दुक्रिँदै जाँदैछ है गाइस। ऊ चाहिँ भाइलाई देखेर हो, बहिनीहरू चाहिँ मलाई देखेर। अनि यता चाहिँ म पुगिसकेँ मामा घर। यो चाहिँ हो मेरो मामा घर गाइस। मलाई यहाँ यति दिनपछि आएको नि गाइस, यति नै राम्रो लाग्यो। अनि 4 जनाले इन्भाइट गरेको छौँ। त्यो 4 जना आएपछि त मेरो खुसी त नेक्स्ट लेभल तक थियो है गाइस। अनि अहिले चाहिँ यहाँ हुँदैछ बर्थडेको तयारी, यिनीहरूले चाहिँ गर्दैछन् डेकोरेसन। यता चाहिँ मेरो भाइले मलाई देखेर नै के भन्छ। सो अहिले चाहिँ भइसकेको छ बर्थडेको तयारी। यो चाहिँ हो बर्थडे बोय, यतातिर चाहिँ बर्थडे बोयको फोटो लागिरहेछ गाइस। अनि हाम्रो भाउजू र मेरो भतिजी, अनि यता छन् बाबुहरू, अनि बर्थडे बोय अनि उसको मम्मी। यता चाहिँ केक काट्ने तयारी हुँदैछ गाइस, फोटोसुट हुँदैछ, हल्का फुल्का फोटोसुट गर्दै हुनुहुन्छ। यहाँ फोटोसुट गर्ने मान्छेलाई चिन्नुभयो होला नि तपाईँहरूले त। ऊ चाहिँ हुनुहुन्छ टुरुलर, उसलाई नचिन्ने त कोही छैन गाइस। उसको म चाहिँ एकदम फ्यान हो है गाइस। अनि उसँग हुनुहुन्छ यहाँ 4 जना क्रिएटर्स। नाम चाहिँ हो सुनिल छेत्री, पङ्कज छेत्री अनि विवेक ठकुरी। उहाँहरूलाई त चिन्ने कोही पनि हुनुहुन्न, मलाई थाहा छ गाइस। अनि यता चाहिँ भइसकेको छ बर्थडेको तयारी। यता चाहिँ बहिनीले चाहिँ गाना गाइरहेको छ नि, भतिजी यता चाहिँ मेरो डेन्जर डान्स निस्किँदैछ गाइस। म चाहिँ गाना सुन्ने बित्तिकै ननाच्ने यो त सवालै पैदा हुन्न गाइस। मलाई चाहिँ नाच्न भन्ने एकदमै मनपर्छ गाइस। बक्स पनि सानो थियो तर फुर्ती चाहिँ नेक्स्ट लेभलको थियो गाइस। अझै थियो भिडियोमा, तर मैले धेरै दिन सकिनँ किनभने लम्बा भएर चाहिँ भिडियो चाहिँ धेरै लामो भयो भने हेर्न राम्रो लाग्दैन भनेर मैले थोरै दिएँ। तर यहाँ डान्स के हेर्नुहुन्छ गाइस, यत्रो सानो बक्समा पनि यस्तो फुर्ती। अझै ठुलो भएको भए चाहिँ झन् के हुने थियो गाइस। सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। यता गाइस कम्मर भाँच्ने गरेर नाचेपछि हुँदैछ फोटोसुट। कोसँग हुँदैछ? यता हुँदैछ टुरुलभसँग। यता हामीलाई पनि टुरुलभ भइसक्यो जस्तै छ है गाइस। अनि यही बिचमा जित्छ आशाको लड्डु गाइस। मेरो लड्डु होइन थियो। शाबाश बेटा, बहुत बढ़िया। यता हाँसी मजाक गर्दा गर्दै गाइस यता केक काटेर खतम भइसकेको छ। मैले चाहिँ केक काटेको भिडियो गर्नै पाइनँ गाइस, किनभने म होचो मान्छे, त्यही भएर म पुगिनँ। हुन्छ त गाइस, आजको भिडियो यति नै हो। मन परे लाइक, कमेन्ट, सेयर अनि फलो गर्न नबिर्सिनु होला। राधे राधे।